नमस्ते साथीहरू, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म हजुरहरूसँग मिठो चिकन चाउमिनको रेसिपी सेयर गर्दैछु। हजुरहरूले भिडियोमा देख्दै हुनुहुन्छ कि मैले सबै सामग्रीहरू रेडी गर्दैछु। यसमा मैले गाजरलाई काटेर रेडी गरिरहेको छु। अब यहाँहरूलाई मैले सबै कुरा रेडी गरेर अनि एकैचोटि देखाउँदैछु। यहाँ मैले चना अनि क्याप्सिकम, स्पागेटी, बन्दा, गाजर, चिकन अनि प्याज, खुर्सानी, धनिया सबै रेडी गरेर राखेको छु। अब म स्पागेटीलाई चाहिँ तातो पानीमा उमाल्न गइरहेको छु। त्यसमा मैले थोरै तेल राख्दै अनि हल्का नुन लगाइदिएको छु। अनि त्यो थोरै बेसार पनि लगाइदिएको छु। अनि मजाले चाउमिन बोइल भइसकेपछि चाहिँ त्यसमा मैले चिसो पानी राखेको छु। अब प्यानमा तेल राखेर जिरा फुराएर मैले प्याज र खुर्सानी राखेको छु। त्यसमा मैले चिकन राखिदिएँ अनि यसलाई मजाले चलाएर मजाले फ्राई हुन छोडिदिएको छु। अनि हल्का गोल्डन ब्राउन फ्राई भइसकेपछि चाहिँ मैले त्यसमा चना राखेको छु। अनि त्यसमा मैले बेसार, क्रमशः नुन अनि मैले मिट मसला पनि राखेको छु। त्यसले चाहिँ स्वाद एकदम मिठो गराउँछ। अनि मैले बन्दा, गाजरहरू सबै राखेको छु है भिडियोमा। अनि क्याप्सिकम पनि लगाइदिएँ। सबै सामग्री राखिसकेपछि मैले त्यसमा चाउमिन लगाएर माथिबाट सोया सस राखिदिएको छु, स्पेसली डार्क सोया सस। अनि लास्टमा यसरी मजाले ग्लोभ्स लाएर मोल्दिएको, किनभने चाउमिन धेरै थियो त्यसैले। यहाँहरूलाई मेरो